जिन्दगीमा पहिलोचोटि भेटेको चाहिँ आई थिङ्क त्यो चाहिँ यस्तो दिन हो कि जुन देशले नै बिर्सिँदैन कि भूकम्प गएको वर्ष हो 72 साल वैशाख 12 गते अनि द्याट द फर्स्ट टाइम हामी भेटेर लाइक फर्स्ट सेन्टेन्स एक्सचेन्ज गरेको अन्त एक्सचेन्ज गर्दा फेरि त्यो फर्स्ट सेन्टेन्सले नै उसलाई चाहिँ रिस उठेको थियो कि लाइक जुन लाइफमा फर्स्ट सेन्टेन्स बोलेको छ उसले नै रिस उठाएको थियो कि द्याट वाज आवर फर्स्ट मेट आज सजया है वे सारा शहर आज हो गई आवे रब दी महर हाय सजया है वे सारा शहर आज हो गई आवे रब दी महर अखियां चो डिगदे हंजू खुशियां दे तेरी बन जाना अज तू सजना वे अखियां चो डिगदे हंजू खुशियां दे तेरी बन जाना अज तू सजना वे खुशियां दा चढ़िया अज बेला वे मेरो लागि चाहिँ समीर लाइक एकदमै अनएक्सपेक्टेड मान्छे हो कि मेरो लागि जस्तो हामी एकदम कम्प्लिटली अपोजिट मान्छे एकअर्काको केही पनि मिल्दैन क्या हाम्रो निड्सहरू भयो एनिथिङ केही पनि मिल्दैन सो उसको त्यो नेचर जुन कुरा हाम्रो मिल्दैन नि त्यही नै मेरो फेभरेट हो कि उसको किनकि उसको त्यो पेसेन्स लेभल जुन ममा छँदा पनि छैन म एकदम प्यानिक हुने मान्छे हो सानो सानो कुरामा आत्तिहाल्ने छिटो चाहिने जे कुरा पनि हतार हतार भइहाल्नु पर्ने भन्ने मान्छे म चाहिँ ऊ चाहिँ एकदम पेसेन्स लेभल पनि एकदमै राम्रो छ प्लस मेरो मुड स्विङ्स एकदम धेरै हुन्छ एभ्रिथिङ ह्यान्डल गर्छ कि त्यो नेचर चाहिँ बेस्ट छ कि लाइक मलाई नै ह्यान्डल गर्न भगवान्ले बनाउनु भएको जस्तो लाग्छ है किनकि मैले एज अ मेरो नेचरको मान्छे ह्यान्डल गर्ने मान्छे फर्स्ट उही नै देखायो कि मेरो नट इभन माई फ्रेन्ड्स के मेरो लागि चाहिँ सेभिन पर्सन बिन सपोर्टिभ सबै वेमा मेरो लागि किनभने बुवा आमा पछि जिन्दगीमा सबै भनेकै सँगै हिँड्ने भनेको उनीसँग किनभने सबै चिज आई क्यानट सेयर टु माई प्यारेन्ट्स नि त त्यसपछि त्यो एज अ पार्टनर जसलाई चाहिँ मैले भन्न सकूँ यो चिज यसरी गरौँ लाइक दिस सुड बी डन इन दिस वे भनेर चाहिँ एउटा सहयात्री हुन्छ नि त्यो चाहिँ सी इज द वान देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा माया तिन पाते भइदियो मनै मनमा माया तिन पाते हामी यत्रो इयर्स रिलेसनसिपमा भएपछि केटकेटी जस्तो लाग्थ्यो एकअर्कालाई फर्स्ट टाइम समीरलाई मैले एज अ ग्रुम देख्दाखेरि एउटा त्यो मलाई एकदम इमोसनल मोमेन्ट भएको थियो लाइक त्यो डेटिङ फेजदेखि आज लाइक इज गोइङ टु बी माई हस्बेन्ड भन्ने लाइक बोयफ्रेन्डबाट मेरो हस्बेन्ड हुन लागिसक्यो यत्रो इयर्स पछि भन्ने एउटा त्यो मेरो फेभरेट पार्ट थियो प्लस सेकेन्ड पार्ट भनेको एउटा सिन्दुर हालेको जुन चाहिँ आई विल नेभर फर्गेट द्याट तिमी तिरै गइदियो
म चाहिँ के भन्छु तिमीलाई भने चाहिँ अलिकति आत्तिने बानी छ। आत्तिने बानी चाहिँ प्यानिक्स लाइक यो भएन ला भएन किन भएन लाइक अघि बिना पनि ला कोही पनि आएको छैन हुन्छ नि त्यो हुन्छ क्या। अनि त्यो नेचर हो आफ्नो, म चेन्ज हो पनि भन्दिनँ, त्यो हुन पनि सकिँदैन किनभने मान्छेबाट लिएर हुन्छ त्यो कन्ट्रोल गरेर झन् द्याट डजन्ट चेन्ज एनिथिङ। त्यस्तो माहौलमा चाहिँ अहिलेसम्म भएको छु। आई विल बी देयर अलवेज अप्स एन्ड डाउनमा। जिन्दगीमा जहाँ गए पनि जस्तो भए पनि दुईजना छौँ, विल एचिभ एभ्रिथिङ। सो सपना छ पुरा गरिन्छ सँगै सँगै। सखियां ने सजना है मैं भी सवरना है अज दिन चढ़िया तेरे नाम दा वे। सखियां ने सजना है मैं भी सवरना है अज दिन चढ़िया तेरे नाम दा वे। दिल नहीं लगता है वे आके तू ले जावे मैं तेरे इंतजार च तकदियां राह। अखियां चो डिगदे हंजू खुशियां दे तेरी बन जाना अज तो सजना। समीर जस्तो लाइफ पार्टनर मैले पाउनु काइन्ड अफ मैले कहिलेकाहीँ यसो सोच्छु। रिसाइरहेको हुन्छ, रिसाउने कारण पनि मै नै हुन्छु, फकाउने पनि ऊ हुन्छ। फेरि मलाई थाहा छ मेरै गल्ती हुन्छ तर फकाउने उही नै हुन्छ होइन। कहिलेकाहीँ मलाई आफैलाई रियलाइज हुन्छ कि किन म रिसाइरहेको छु, यो कुरामा अनावश्यक हो, उसले किन फकाइरहेको छ मलाई, मैले गर्नुपर्ने हो भन्ने हुन्छ। बट त्यही हो, मेरो जति मुड स्विङ भए पनि म जति रिसाए पनि जति नै तँ भनेर गाली गरे पनि आई विल अलवेज बी देयर फर यु। तिमी नै हो मेरो फर्स्ट लभ भन्छु म चाहिँ। किनकि लाइफमा मैले कहिले पनि डेटिङ फेज भने मैले फर्स्ट डेट गरेकै उसलाई नै हो। मैले लाइफमा लाइक डेट गरेर सर्टेन इयर्स डेट गरेर कोहीसँग ब्रेकअप गरेर समीर भन्ने चाहिँ होइन, मेरो फर्स्ट नै समीर नै हो एन्ड इट विल बी द लास्ट। त्यति नै हो। अखियां चो डिगदे हंजू खुशियां दे तेरी बन जाना अज तो सजना वे। खुशियां दा चढ़िया अज वेला वे सारियां ने नचना सारियां ने गाना वे। खुशियां दा चढ़िया अज वेला वे सारियां ने नचना सारियां ने गाना वे। खुशियां दा चढ़िया अज वेला वे